हेलो गाइस, सबैलाई स्वागत छ फेरि मेरो नयाँ ब्लगमा। अनि मैले चाहिँ अहिले टिका सिका हेर्दै हुनुहुन्छ। मैले पूजासुजा गरिसकेँ घरमा हैन। अनि सबैलाई सरस्वती पूजाको मङ्गलमय शुभकामना छ। सबैलाई सरस्वती माताले विद्या दिउन् हैन। घरमा पूजा भइसक्यो गाइस। अब यहाँदेखि म जान्छु गाउँ। अब त्यहाँ नि पूजा गर्छु सरस्वती माताको। अनि त्यहाँदेखि आएर बिहानदेखि कहाँ छैन खाने, अनि बजारतिर लाग्छौँ त गाइस। अनि एउटा कुरा गाइस, तपाईहरु आज बब्बाल हुनेछ। यो ब्लग आज एकदमै बब्बाल हुनेछ, किनभने धेरै आज महोत्सव पनि लागेछ हाम्रो विराटनगरमा। त्यही भएर आज लास्टसम्म मेरो भिडियो हेरिदिनु होला, रमाइलो हुनेछ गाइस। ल गाइस, म यता गाउँ आइसकेँ। अब यहाँ पूजा गर्नुपर्ने हुन्छ। अगरबत्ती फुल ल्याएको छु। ल गाइस, म यहाँ घर आइसकेँ र खाइ पनि सकेँ खाना। अब यहाँबाट निस्कौँ है त। ल गाइस, हामी यता यो ट्राफिक चुक आइसक्यौँ। यहाँ अहिले विराट एक्सपो भइरहेछ होइन। हाम्रो 3 दिनको, हिजो 1 दिन भइसक्यो, आज दोस्रो दिन, भोलिसम्म रहनेछ, शनिबारसम्म। पुरै स्टलहरू लागेको छ। राम्रै हो यो बाटोको बेला। अनि अगाडितिर हाम्रो प्रोग्राम भइरहेको छ। स्टलहरू लागेको छ गाइस। किन लाग्छ मलाई तिम्रो माया।
एक बारको मात्र हो यो हाम्रो जुनी माया दिन किन हुन्छ निष्ठुरी तिमी एक बारको मात्र हो यो हाम्रो जुनी माया दिन किन हुन्छ निष्ठुरी तिमी आजै गई बुढा सुपा लेखुन बसैमा आजै गई बुढा सुपा लेखुन बसैमा कति बसो तिमी आउने आसैमा गुराँसको फेद मुनि मेरे मन को किया फेरि आइसक्यो हेर्न यसको ब्लगमा मलाई चिन्यौ मलाई चिन्नुभयो चिनेन म चाहिँ अस्तिको राम्रो हामी चाहिँ यहाँ कहाँ आएको छौँ सडक महोत्सव छ विराटनगरमा ल लाइक नगर्नु हामी चाहिँ फोटो खिच्न गएको यसको बर्थडे आउँदैछ नि त यसको बर्थडेमा हाल्नु परेन मेरो हाइटै बर्थडे आउँदैछ गाइस स्टे ट्युन यसले बर्थडेमा मलाई मासु खान बोलाउँछ अनि म पनि आउँछु फेरि ब्लगमा त्यतिन्जेलसम्म मलाई मिस नगर्नु होला लिएर आउनु नि आफै उतै म चाहिँ पकाएर खुवाइदिन्छु म पकाउँछु मासु त किन तेरो बर्थडे हो कि बर्थडेमा खुवाउनुपर्छ नि मासु विराटनगर मोटरको साइड देखायो नि यसरी फाउन्टेन पछाडि मेरो बहिनीहरू है हेन्सम केटा नै छैन यार कसलाई हेर्नु बोयफ्रेन्ड खोज्दैन बोयफ्रेन्ड खोज्यौ त हेन्सम बोयफ्रेन्ड सबैले मलाई यो डल किनिदिने अरे मलाई यो डल किनिदिने